ल सबैजनालाई नमस्कार। धुर्कोट बस्तु आउनुस्, आफै गाडी चढेर आफै पैसा तिरेर आफै आउनुस्, यहाँको लोकल स्वाद चाहिँ खानुस्। यसरी आगोमा आफै बनाएर त्यो पनि के छ भने हाम्रो लोकल दाइकोमा धुर्कोट बस्तु वार्ड नम्बर 5 मा उहाँको समग्र उहाँको चाहिँ पसल पनि छ, उहाँको चाहिँ यहाँ वासस्थान पनि छ, यहाँ चाहिँ घाँस बास कपास सबैको व्यवस्था पनि छ। हजुर आउन सक्नुहुन्छ, आफै बनाउन सक्नुहुन्छ, आफै जस्तो चाह्यो उस्तै स्वादमा खान सक्नुहुन्छ। विकी सर तपाईँ कहाँबाट आउनुभयो अरे यहाँ? म उदयपुर गाईघाटदेखि आएर आफ्नो स्वाद अनुसार बनाउँदैछु। यहाँ हेर्नुहोस्, यहाँ चाहिँ अब चाहिँ भुटुवा बनाउँदैछु, भुटान बनाउँदैछु, यता सेकुवाई यहाँ बार्बिक्यू हुँदैछ, यता 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 देख्न सक्नुहुन्छ। यता चाहिँ फेरि हजुरलाई एक नम्बर यो के हो यो? ग्रेभीमा मासु स्पेसल मासु पार्दैछु यहाँ हेर्नुहोस्। हजुर ल हेर्नुहोस् है, आफ्नै स्वादमा जस्तो खान मलाई त्यस्तो स्वादमा बनाउन सकिन्छ। आफै आगो बालेर आफै आगो धुर्कोटको विचित्र गुफाको बारेमा पनि भनिदिनु न विकी सर। विचित्र गुफा त विचित्र रहेछ भन्ने मलाई चाहिँ लागेको छ। यो अझै धेरै बुझ्न चाहनुभयो भने विक्रम कार्की फेसबुक पेजमा जानुहोस्। सबै कुरा हेर्न सक्नुहुन्छ। विस्तृत रूपमा चाहिँ 16 मिनटको भिडियो मेरो चाहिँ आफ्नै फेसबुकमा छ। हजुर हस् धन्यवाद। सब्स्क्राइब गर्नु होला मेरो युट्युब च्यानल। सबै पछि लाग्नु होला है विक्रम सरको पछाडिको चाहिँ आउनु।